भजन सङ्ग्रह अध्याय 76 सियोनमा परमेश्वरको बढाई। बाध्य नाइकेको निम्ति आसाफको भजन। यहुदामा परमेश्वर चिनिनु भएको छ, इजरायलमा उहाँको नाउँ महान छ। सालेममा पनि उहाँको वासस्थान छ र उहाँको बस्ने ठाउँ सियोनमा छ। उहाँले त्यहाँ धनुका अग्निबाणहरू, ढाल र तलवार र लडाईँका हतियारहरू बाँच्नुभयो। सेला। सिकारले भरिएको पहाडभन्दा तपाईँ महिमायुक्त र उत्तम हुनुहुन्छ। बलिया मन भएकाहरू लुटिएका छन्, तिनीहरू निन्द्रामा झुले र सुरवीरहरूमा कसैको पनि हात चलेन। हे याकुबका परमेश्वर, तपाईँको खप्कीमा रथ र घोडा दुवै भुसुक्क निदाए। तपाईँदेखि डराउनु पर्ने हो। तपाईँ एकपल्ट रिसानी हुँदा को तपाईँको सामनेमा खडा हुन सक्छ? तपाईँले स्वर्गबाट फैसला सुनाउनु भयो, पृथ्वी डराएर चुपचाप रह्यो। पृथ्वीका नम्रलाई बचाउनलाई जब परमेश्वर इन्साफको निम्ति खडा हुनुभयो। सेला। निश्चय मानिसप्रति तपाईँको क्रोधले तपाईँको प्रशंसा गर्नेछ र जो क्रोध बाँकी रहन्छ त्यो तपाईँले रोक्नुहुन्छ। तिमीहरूका परमेश्वर परमप्रभुको निम्ति भाकल गर र त्यो पुरा गर। उहाँका वरिपरि रहनेहरू सबैले उहाँलाई भेटी चढाऊ, जसदेखि भय मान्नुपर्ने हो। उहाँले राजकुमारहरूको घमण्ड चुर गर्नुहुनेछ। पृथ्वीका राजाहरूको निम्ति उहाँ भयानक हुनुहुन्छ। आमेन।